नमस्कार आदरणीय दर्शकवृन्द, हामी यतिखेर रसुवाको ग्रेट वाल होटल एन्ड लज अन्तर्गत नागथली भन्ने ठाउँमा रहेका छौं। यो पर्यटकीय स्थल रमणीय सुन्दर दृश्य हिमालको अवलोकन गरिरहेका छौं। आफ्ना महत्वपूर्ण भनाइहरू राखिदिनको लागि म पदम सरलाई हार्दिक आग्रह गर्न चाहन्छु। Thank you very much. Thank you very much for providing me such a wonderful opportunity to speak some words related to this beautiful scenario, beautiful place. Frankly speaking, this place is very much interesting, and the people who are natural lovers should not miss the place. What I mean to say, Nagthali. And this is a very much interesting place, which is called the Nagthali. It lies in Raswa district, and we should. Height of 3,000. It is in the height of more than 3,000. 4,000, and we should not miss it. It is very much interesting, and समग्रमा भन्दा हाम्रो देशको एउटा दुर्गम भनिने ठाउँ रसुवा जिल्लाको एकदम मुटु मानिने प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ नागथली भन्ने ठाउँमा अहिले हामी छौं। यो ठाउँ अत्यन्तै सुन्दर छ र एकछिनपछि हामी यो ठाउँलाई छोडेर अलि माथिल्लो डाँडामा जानेछौं र जहाँबाट हामी द ग्रेट वाल अफ चाइना को अवलोकन गर्न सक्नेछौं र त्यहाँबाट फेरि हामी केरुङ चाइनाकै एउटा नाका केरुङ पनि हामी हेर्नेछौं र यो एकदमै सुन्दर छ र सबै साथीहरूले एकचोटि आउनै पर्ने ठाउँ भन्न चाहन्छौं। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद पदम सरलाई। म अब केही शब्दहरू जोड दिनको लागि तिलक सरमा पुगिरहेको छु। यतिखेर हामी अत्यन्त रमणीय दृश्य अवलोकन गरिरहेका छौं। हाम्रो पृष्ठभूमिमा रहेको छ लाङटाङ हिमाल। केही शब्द राखिदिनको निमित्त म गुरु तिलक सरलाई हार्दिक आग्रह गर्न चाहे। क्यामेरा सुरु भयो? क्यामेरा सुरु भयो? ल ठिक छ। अब सुन्नुहोस् है मेरो कुरा। उहाँहरूले भने जस्तै यो नागथली भनेको पर्यटक स्थल हो, जहाँनिर रसुवाको दुर्गम स्तर भए तापनि यहाँ प्रकृतिको प्रेमीहरू यहाँ आउन सकिन्छौं। यस मौसममा विशेष गरी पुष माघ फागुनमा चाहिँ हिउँ पर्ने भएको कारण गर्दा यहाँको तपाईहरुले देखिरहनु भएको छ। यहाँ जति पनि यो पृष्ठभूमिमा यो सम्पूर्ण चाहिँ हिउँले ढाकिएको छ। तर हजुरहरू यो चैत महिना वैशाख महिना वा जेष्ठ महिनामा आउनुभयो भने त्यतिखेर यी हिउँको ढिक्काहरू नदेखिकन हामीले लाली गुराँसका थुङ्गाहरू बनाई पाखाहरू चाहिँ रातम्मै भएको देख्छौं। र त्यतिखेर हामीले यो लाङटाङ हिमालको दृश्यहरू पनि देख्न सकिन्छौं। यहाँ यसपछिको उति एउटा डाँडा छ। त्यो डाँडामा पुगिसकेपछि सबैको भनाइ के छ भने त्यहाँबाट टिबेटियन गाउँहरू देखिन्छ, सँगसँगै त्यहाँ भएको ग्रेट वाल चाइनाको ग्रेट वाल पनि देखिन्छ भन्ने सबैको एउटा भनाइ छ। आज त्यो साँच्चै देखिन्छ कि देखिँदैन भन्ने प्रमाणित गर्नको लागि हामी त्यस ठाउँमा पनि जान्छौं। तर त्यो भन्दा पहिला हामी केही खानेकुरा खाएर जान्छौं, त्यसपछि उहाँ पुगेपछि हामी त्यसको थप जानकारी दिन्छौं। थ्याङ्क यू, धेरै धेरै धन्यवाद तिलक सरलाई। हामी रमणीय स्थल ग्रेट वाल होटल एन्ड लजमा हिजो रातभरि दिन रात बितायौं। रमाइलो लाग्यो, खुसी लागिरहेको छ। यो रमाइलो दृश्य अवलोकन गरिरहेका छौं। यतिखेर हामी खानपिनको सुरुवात बनिरहेको छ। यसरी यो दृश्य अवलोकन गरिरहँदाखेरि विचित्रको संसार, विचित्रको यात्रा हामीले अगाडि बढाइरहेका छौं। हुन्छ त यी कुराहरूलाई थाँची राख्दै फेरि पनि यहाँहरूमा जोडिने बाचा गर्दै अहिलेलाई बिदाईका हातहरू हलाउँछु। हस्त नमस्ते, धन्यवाद। गुरुङ सर छुट्नु भएको छ, सरी।